के गर्नुहुन्छ? यदि त्यो पैसा तपाईको बिजनेसबाट या स्यालेरीबाट आएको रहेछ भने त नो वरी, त्यो व्हाइट मनी हो र व्हाइट मनी तपाईले जहाँ लगे पनि जे गरे पनि पाउनुहुन्छ। तर एकछिनलाई सोच्नुहोस्, तपाई त्यो 100 करोड रुपैयाँ करप्सन गरेर जम्मा पार्नु भएको थियो। अब तपाई के गर्नुहुन्छ? तपाईसँग दुईवटा अप्सन मात्रै हुन्छ, कि त्यो पैसालाई जिन्दगीभरि माटोमा गाडेर राख्ने कि त्यो पैसालाई व्हाइट मनी बनाउने। माटोमा गाड्न बरु सजिलो छ, तर व्हाइट मनी बनाउन जुन पायो त्यो मान्छेले सक्दैन। अझ त्यो पैसा करोडमा हैन अर्बमा रहेछ भने कुन लेभलको प्लानिङ र कुन लेभलको पहुँच चाहिएला त्यो ब्ल्याक मनीलाई व्हाइट बनाउन। ल यो पनि मान्नुस् कि तपाईले सब प्लानिङ पनि मिलाउनु भयो, तर एक दिन एउटा सन्की सरकार आएर त्यसको पनि नालीबेली खोतल्न स्टार्ट गर्यो भने के होला? बच्नको लागि तपाईले के सम्म गर्नु होला? आफ्नो दुश्मनसँग गुहार माग्न परे पनि लाज मान्नुहुन्न होला आई थिंक। तर प्रचण्डले 26 जुन 2026 मा त्यही गरे। मैले सहकार्य आजै सकिन्छ भने आजै गरौँ, सहकार्य चाहिँ भरे सकिन्छ भने भरे नै गरौँ, भोलि सकिन्छ भने भोलि गरौँ, पार्लियामेन्टमा गरौँ, सडकमा गरौँ। सबैलाई लाग्दैछ प्रचण्डको बानी पार्टी बदल्दै हिँड्ने, एकता गर्दै हिँड्ने हो, तर यसपटकको कहानी गहिरो छ। केपी ओलीलाई देख्न पनि नसहने, निरङ्कुश भन्ने, जेन्जी हत्यारा भन्ने प्रचण्ड आज तिनै ओलीसँग पार्टी एकता गर्ने सिचुएसनमा पुगे। किन? कहीं प्रचण्ड जेल त जाँदै छैन? लेट्स फाइन्ड आउट। पोलिटिकल जोकर जस्तो लाग्छ, नाटकै हो। एमालेको अध्यक्षको कला अगाडिपट्टिबाट मुसारेर पछाडिबाट। सन् 2012 प्रचण्डले काठमाडौँमा एउटा घर भाडामा लिन्छन्। भाडा 60,000 देखि 1 लाख रुपियाँ लिने भनिएको हुन्छ। पछि थाहा हुन्छ कि त्यो घर शिशु अर्यालको नाममा रजिस्टर छ र शिशु अर्यालले त्यो घर केही समय अगाडि मात्रै किनेकी हुन्छन्। तर एउटा अचम्मको कुरा के थियो भने यिनी शिशु अर्याल अजय सुमार्गीकी साली हुन्छन् र शिशु अर्याललाई यो घर किन्नको लागि बैंक एकाउन्टमा पैसा दिने अरू कोही नभएर अजय सुमार्गीकी श्रीमती हुन्छन्। मतलब कि अजय सुमार्गीले आफूले डाइरेक्ट घर नकिनेर आफ्नै साली मार्फत प्रचण्डलाई घर किनिदिएको जस्तो देखिन्छ। र यिनी तिनै अजय सुमार्गी हुन् जसको पासपोर्ट सम्पत्ति शुद्धिकरण विभागले रोक्का गरेर इन्भेस्टिगेसन स्टार्ट गरेको छ यही गएको शुक्रबार। त्यही शुक्रबार जुन दिन प्रचण्डले विराटनगरको एउटा सभामा एमालेसँग एकता गर्छु भनेर स्पिच दिएका थिए। अब हामीले बुझ्नुपर्ने कुरा के छ भने यदि अजय सुमार्गी मनी लन्ड्रिङ केसमा फसे भने र उनको कनेक्सन प्रचण्डसँग देखियो भने प्रचण्डलाई जेल जानबाट कसैले रोक्न सक्दैन। र आज हामी यो भिडियोमा खोज्ने कोसिस गर्छौँ अजय राज सुमार्गी मनी लन्ड्रिङ केसमा फस्ने क्लु के छन् र मोस्ट इम्पोर्टेन्ट सुमार्गी र प्रचण्डको असली कनेक्सन के हो। सन् 2008 तिर अजय राज सुमार्गीले नेपालमा हेलो नेपाल, मुक्तिश्री सिमेन्ट, मुक्तिश्री टेलिकम र अरू धेरै कम्पनीमा इन्भेस्ट गरेका थिए। कहानी इन्ट्रेस्टिङ तब भयो जब यिनी कम्पनीहरूमा 81 विदेशी कम्पनीबाट लगानी आउन थाल्यो जसलाई एफडीआई भन्छन्। एफडीआई मतलब फरेन डाइरेक्ट इन्भेस्टमेन्ट। विदेशको कुनै कम्पनीले नेपालको कम्पनीमा इन्भेस्ट गर्ने प्रोसेस जुन लिगल छ नेपालमा। अजय सुमार्गीको कम्पनीहरूमा पनि धमाधम एफडीआई आउन थाल्यो र यो एफडीआई गर्ने विदेशी कम्पनी मुख्य दुईवटा थिए, एयरबेल र जोदार। यिनी दुईटा नामलाई याद राख्नु होला, भिडियोमा धेरैचोटि युज हुनेवाला छ। सन् 2008 देखि 2013 सम्म एयरबेल